हेलो एभ्रिवान, आज म हजुरहरूलाई काठमाडौँ नजिकै रहेको जमाचो गुम्बाको पैदल यात्राका केही अविस्मरणीय पलहरू शेयर गर्न गइरहेको छु। जमाचो गुम्बासम्मको पैदल यात्रा जुन सामुद्रिक सतहदेखि 6982 फिटको उचाइमा अवस्थित छ। यो यात्रा सुरु हुन्छ बालाजु बाइपास नजिकैको भैरवदल गेटबाट। 100 रुपियाँको टिकट लाग्छ र आइडी कार्ड भने अनिवार्य छ, त्यसैले साथमा लिन नबिर्सिनुहोस्। करिब 4 किलोमिटरको जंगलको बाटो, हरियालीले ढाकिएको चराहरूका आवाज अनि शीतल हावाले मन नै सन्तुलित बनाइदिन्छ। जसै उकालो चढ्दै गए बाटो एकदमै शान्त र ताजगीले भरिएको लाग्दछ। वरिपरि कुनै भिडभाड थिएन, केवल शनिबार भएका कारणले गर्दाखेरि शनिबार भने अलिकति मान्छेको भिड हुने रहेछ। केवल हरियाली, शीतल हावा र चराचुरुङ्गीको आवाज सहितको शुद्ध प्राकृतिक वातावरण बाटोभरि पाइला चाल्दा मन शान्त बन्दै गयो र शहरको कोलाहल बिल्कुलै टाढा लाग्यो। यस्ता यात्राले आत्मासँग संवाद गर्न सजिलो बनाउने रहेछन्। जब म टुप्पोमा पुगे, काठमाडौँ उपत्यकाको दृश्य साँच्चै नै मन नै छोयो। चारैतिर डाँडाले घेरेको उपत्यका, आकाशमा खेल्ने बादलहरू अनि ती पहाडहरूका काखमा लुकिरहेका सहर, यो सब दृश्य मौन तर गहिरो भावनाले भरिएको लाग्यो। त्यहाँ बसेर केही बेर प्रकृतिसँगै आँखा चिम्लेर बस्दा जीवनको सादगी र सुन्दरता दुवै महसुस गर्न सकिन्छ। सिंहदरबारको माथिल्लो भागमा रहेको जमाचो गुम्बा सानो भए पनि अत्यन्तै शान्त र आध्यात्मिक गन्तव्य हो। रुखलाई अंगालोमा बाँधे, मौनतामा आँसु पोखे, शब्दले नसकेका पीरहरू पातमा लेखे। जमाचो डाँडा चढ्दा मन शान्तिले पाउँछ, हरियालीले काखमा आत्मा रमाउँछ। एक्लो पाइला, प्रकृतिको मिठो साथ, मौनतामा भेटिन्छ जीवनको साँचो बात। सिंहदरबारको माथिल्लो भागमा रहेको जमाचो गुम्बा सानो भए पनि अत्यन्तै शान्त र आध्यात्मिक गन्तव्य हो। यसले अझै गहिरो अर्थ राख्दछ। आफैसँग बस्न, सोच्न र प्रकृतिसँग जोडिने समय भने मिल्छ। फर्किने बेलामा हल्का पानी पर्यो, जसले जंगललाई झन मनमोह र जादुमय बनायो। तपाईलाई शान्ति, प्रकृति र आफूसँग संवाद गर्ने समय चाहिएको छ भने जमाचो गुम्बाको यो पदयात्रा एकपटक पक्कै गर्नुहोस्। शरीर थाक्न सक्छ तर मन शान्त हुनेछ। तपाईँ शान्ति, प्रकृति र हल्का तीक्ष्णता खोजिरहनु भएको छ भने जमाचो गुम्बाको यो एक्लो पदयात्रा तपाईका लागि उत्कृष्ट हुनेछ।